मैले म तपाईँलाई दिनको 100 रुपियाँ दिन्छु, तर तपाईँले सानो सानो प्लास्टिकको टुक्राहरू दैनिक दिनको 2-3 चोटि खानुपर्छ र आफ्नो परिवारलाई पनि ती प्लास्टिकका टुक्राहरू खान दिनुपर्छ, आफ्नो बच्चालाई पनि भनेर भने तपाईँले मान्नुहुन्छ? दिनको 100 रुपियाँ दिन्छु सधैँ, मान्नुहुन्न नि। र अब तपाईँ आफ्नो किचनमा जानुहोस् र आफ्नो चपिङ बोर्ड निकालेर टक्क राख्नुहोस् काट्ने ठाउँमा, अनि त्यसलाई निहालेर हेर्नुहोस्। तपाईँले लामो समयसम्म त्यो चपिङ बोर्ड युज गर्दै जाँदाखेरि, लामो समय पनि परेन, तपाईँले नयाँ किनेर ल्याउनु भयो र आजको भोलि नै तपाईँले युज गर्नुभयो भने पनि त्यो चक्कुले जुन चाहिँ काट्छ, काट्दाखेरि त्यसको सानो सानो जुन चाहिँ रेसाहरू निस्किन्छ, त्यो सानो सानो टुक्राहरू चाहिँ तपाईँको तरकारीमा, तपाईँको खानेकुरामा, फलफुलमा, मासुमा जे काट्नुहुन्छ त्यो सबैमा दैनिक रूपमा गइरहेको छ। त्यही भएर तपाईँको चपिङ बोर्डको सबै वरपरको कुना कुनाको भाग चाहिँ भिन्नै कलरको हुन्छ र बिचको भाग चाहिँ सायद सेतो कलरको भइरहेको होला। तपाईँलाई मैले पैसा पनि दिएको छैन, तर तपाईँले दैनिक रूपमा प्लास्टिक खाइरहनु भएको छ। त्यो प्लास्टिकले के गर्छ? एक त प्लास्टिक त खानै हुँदैन, कसैले हामीलाई त्यसरी नै प्लास्टिक ल्याएर पस्किदियो भने त हामीले मरिगए पनि खाँदैनौँ। अब त्यस्तो खालको त्यो प्लास्टिकले गर्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ गट ब्याक्टेरिया छ, त्यो ब्याक्टेरियालाई एकदमै धेरै हानि पुर्याउँछ सर्वप्रथम। दोस्रो, हाम्रो त्यो प्लास्टिक चाहिँ विभिन्न खालको अर्गन्सहरूमा, हाम्रो बडीले चाहिँ प्लास्टिकलाई त्यस्तो सजिलै फाल्न सक्दैन। ठुला ठुला टुक्राहरू हो भने त अफकोर्स अब आफ्नो इन्टेस्टाइनबाटै जान्छ, तर सानो सानो टुक्राहरू हाम्रो ब्लड स्ट्रिममै बस्छ, जसले गर्दाखेरि पछिसम्म हर्मोनल इस्युजहरू आउन सक्छ। यसले गर्दाखेरि प्लास्टिक र माइक्रोप्लास्टिकले गर्दाखेरि चाहिँ ग्लोबल्ली संसारभरि नै एकदमै ठुलो फर्टिलिटीको इस्युज आइरहेको छ भन्ने कुरा चाहिँ साइन्सले पनि प्रुभ गरिसकेको छ। त्यो कारणले गर्दाखेरि तपाईँले सकेसम्म छिटो आफ्नो किचनबाट त्यो प्लास्टिकको बोर्डलाई फाल्नुहोस् र यस्तो खालको काठको बोर्ड लिएर आउनुहोस्। म तपाईँलाई कुन कम्पनीको यताउता भनेर केही पनि भन्दिनँ, यो केही कुराको विज्ञापन पनि होइन, यो जस्ट एउटा साधारण समस्या हो जसको समाधान भनेको यो खालको बोर्डले हुन्छ। यो खालको बोर्ड यो त धनी धनाडीले मात्रै किन्न सक्छन् भन्ने होइन। यो बोर्ड भनेको हद्द भए 500-700 रुपियाँ पर्छ। तपाईँको प्लास्टिकको बोर्डलाई केही नभए पनि तपाईँले 250-300 हाल्नुहुन्छ। अहिले 200-300 रुपियाँ जोगाउन खोज्दाखेरि तपाईँले चाहिँ लाखौँको घाटा बेहोर्नु पर्ने हुनसक्छ अन्तिममा, आफूले लगायत आफ्नो परिवारका मान्छेहरूको उपचार खर्चमा। त्यही कारणले गर्दा तपाईँले सबैभन्दा सुरुमा गर्नुपर्ने भनेको आफ्नो किचनमा जानुहोस् र त्यो प्लास्टिकको चपिङ बोर्ड आजै फालिदिनुहोस् र काठको चपिङ बोर्ड लिएर आउनुहोस्।